यो प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने भन्ने निर्णय भएको छ र भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण पहिलो संशोधन निर्देशिका 2080 स्वीकृत गर्ने भन्ने पनि निर्णय भएको छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश 2080 बमोजिमको अध्यक्ष पदमा महोत्तरी जिल्ला साबिक मनरा सिसुवा 10 निवासी डाक्टर परशुराम मिश्रलाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ र एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने भन्ने पनि निर्णय भयो। त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका यो जुन एक पालिका एक हुलाकको त्यो हाम्रो जुन नीति थियो त्यसलाई कार्यान्वयन गर्ने र 1636 दरबन्दी खारेज गर्ने भन्ने निर्णय पनि भएको छ।